हेलो गाइज, के छ तपाईँहरूको हालचाल? सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज भने हामी अरुण खोलामा माछा मार्न आएका छौँ। यहाँ पछाडिको मेरो टिम हो है, हामी साथीहरू हो। यहाँ चाहिँ तपाईँको माछा मार्ने क्रम जारी नै छ। अहिलेसम्म यत्रो 3वटा माछा चाहिँ मारिसकेको छ। यो पछाडिको छ नि, यो चाहिँ हाम्रो अरुण खोला हो। हाम्रो जाल हान्ने हो, त्यो एकजना साथी हुनुहुन्छ। जाल हाल्नु लगाएको भर्खर 3-4 ठाउँमा हानियो, तर 3-4 ठाउँमा एउटा सानो माछा भन्नु परेको छ। हेरौँ बेलुकासम्म कतिवटा माछा पर्छ। जतिवटा माछा पर्छ त्यो हामी देखाउने नै छौँ। अब जति माछा पर्छ त्यो बेलुका हामीले अब चट्टी पिनेर खाने खालको माछा पर्छ कि अलिक धेरै भएर भुटेरै खाने पर्छ, त्यो त बेलुका नै थाहा हुन्छ। ल छत्रे, कति मऱ्यो माछा? जाल अड्कायो क्या छ र? यत्रैसित एउटा नि माछा मरेन। अब अर्को हामीलाई हेरौँ है माछा कतिवटा मर्छ। छैन, माछा खाली नै खाली भइरहेछ। फेरि पनि माछा पार्न असफल हाम्रो भाइ छत्रे। एक अर्को ठेस्का उता। दोस्रो अहिले भर्खर एउटा माछा मारेछ। जाला फेरि माछा के माछा? बाक्लो बोका गरेको माछा पर्ने रहेछ। के माछा यो? ए कत्ले रहेछ। कत्ले हो यो? कत्ले? यो कत्ले माछा रे। ठिकै छ, यो यतिको चाहिँ हुनु पर्यो होइन? अस्तिको गोडाउला ओ साह्रै पर नजाऊ ओइ। दोस्रो हामीलाई माछा चाहिँ धेरै मारे ल। साह्रै उता नजा भनेको। ए हो माछा चाहिँ दोस्तो एकदम ठुलो माछा मारेछ। ल है यार, के हो यो? भाडा बिस्तारै छोड ल। अहिले अब यो झोलामा चाहिँ माछा ल्याएर हालेर पठाउँछ। माछा मलाई यहाँ भिडियोमा देखाउँछु भने कि भित्र हालेर आफै भिर्छ।